यसलाई लक गरौँ। म मेरो ग्लोभ्स लाउँछु। हिजो बेलुकादेखि एकदमै पानी होइन स्नो परेको छ, हिउँ। सो दिस मर्निङ पहिलोचोटि म हेरेर जाँदैछु कस्तो छ भनेर होइन। सोर्न त सोरेको छैन होला नि, 2 बजीले सोर्ने भन्थ्यो भन्न त। ओके, सो दिस इज हाउ इट इज अहिलेलाई। लुक्स नाइस। मौसम एकदम राम्रो भएर रहेछ। दिस इज वेयर वी लिभ होइन। सो यो रातो गाडी चाहिँ मेरो हो। सो विल गो एन्ड क्लिन द कार है त। घाम लागेर निकै त अब मेल्ट पनि भइसकेछ र हिजो मैले पनि गराएको थिएँ, क्लिन पनि गराएको थिएँ, गर्न पनि बेलुका परिरहेको बेलामा, किनभने आज क्लिन गर्न इजी होस् भनेर। मसँग सबल चाहिँ छैन आज। मेरो पुरानो सबल चाहिँ नराम्रो भएर, काम नदिने भएर त्यो फिट नै हुन छोडेछ। फिट हुन छोडेर मैले त्यसलाई फाल्दिएँ होइन। सो अहिले मसँग यही ब्रस र यो आइस स्क्रेपर भन्छ यसलाई, यो छ। जस्ट क्लिन हेर। खासै डह्रो त भएर हिँड्छ है स्नो। ल ठिक छ, गुड, विच इज नाइस। यो के हुन्छ भने कहिलेकाहीँ चाहिँ होइन, यहाँ त ठिकै छ, यो डह्रो भयो भने चाहिँ पुरै त्यो आइस नै जम्मा हुन्छ विन्डोजमा, अनि त्यसले गर्दाखेरि चाहिँ अलिकति गिर्दै हुन्छ। तर अहिले चाहिँ एकदम यो सफ्ट नै रहेछ, आइस स्क्रेपर नचाहिने नै रहेछ। हिजो मैले यो माथि गरेर राखिदिएको थिएँ वाइपर्स होइन, किनभने यो कहिलेकाहीँ जम्दिन्छ कि त्यहीँनिर। मैले चाहिँ बुट लगाएको छु होइन, बुट लगाएन भने चाहिँ सबै जुत्ताभरि पानी पस्छ, तनाव हुन्छ। अनि सक्स पनि अलिकति हाई नै लगाउनु पर्ने हुन्छ। हाई सक्स लगायो भने चाहिँ पानी पस्ने चान्स कम्ती हुन्छ। सो दिस इज द फर्स्ट विन्टर होइन हाम्रो ठाउँमा, फर्स्ट स्नो अफ दिस इयर। स्नो स्टोर्म भनौँ न, स्नो नै त नभनौँ, स्नो अस्ति हल्का परेको थियो, बट प्रपर स्नो चाहिँ आज परेको हो। सो हिजोदेखि सुरु भएर यसको चाहिँ यहाँ चाहिँ हल्का जमी जस्तो पनि भएको छ, बट दिस इज नट बिग डिल। हामीले गाडी अन गरिदिएर तताएपछि त्यो सबै आफै मेल्ट भइहाल्छ, अगाडि र पछाडि सिसाको। ओके, वाइपर्सलाई पनि नाइस। अब कति बज्यो समय, रोक त्यो समय 1:43 भएछ। यिनीहरूले हाम्रोमा चाहिँ 2 बजीतिर क्लिन गर्छन् कि गरिसके सायद। म गएर हेर्छु होइन कुन टाइममा छ भनेर। अस्तिको साल चाहिँ 2 बजी भन्थे, बट दे माइट हेभ चेन्ज्ड द टाइम है त। एन्ड आइ एम नट स्योर, सो विल गो एन्ड सी। यहीँ हाल्यो अनि I'll go and see। अहिले चाहिँ मैले गाडीलाई यता ओभरलट पार्किङ भन्छ यसलाई चाहिँ होइन, त्यतातिर लिएर आएको छु, किनभने त्यो ठाउँ उनीहरूले मजाले क्लिन गर्छन्। यहाँ चाहिँ देख्न सकिन्छ हरेक तरिकाको। जसले ब्यान राखेर छोडाएको थियो त्यत्तिकै चाहिँ उनीहरूको ठाउँ क्लिन हुँदाखेरि हाम्रो चाहिँ 2 बजीतिर हुन्छ क्लिन। सो एकदमै राम्रो देखिएको छ। आई डोन्ट नो कस्तो आइरहेछ होइन भिडियोमा, तर दिस इज एब्सोल्युटली स्टनिङ, नाइस।
ओके अब हामी ब्याक जान्छौँ हैन त आफ्नो ठाउँमा हामी बाहिर निस्केर क्लिन गरेको पनि हेर्न सकिन्छ त्यस्तो प्रब्लम छैन हैन त लेट्स जस्ट कीप इट इन हियर एन्ड लेट्स जस्ट गो आउट एन्ड वाच देम क्लिन है त कसरी क्लिन गर्दा रहेछ भनेर Awesome. Thank you so much. I'll just take my ल भइसक्यो भन्यो होइन उसले पनि सो विल जस्ट गो अब अनि पार्क इन आवर स्पेस 20 मिनट जति पछाडि आई निड टु लिभ समवेयर हैन सो just park right here for now है त awesome यहाँसम्म भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद भन्न चाहन्छु होइन सब्सक्राइब गरिराख्नुहोस् यस्तो धेरै कन्टेन्टहरू चाहिँ म अपलोड गर्दै जानेछु अनि विदेशको जिन्दगी कस्तो हुन्छ भन्ने पनि म अपलोड गर्दै जानेछु सो स्टे ट्युन्ड है त